गाइस हामी मनोकामना चौकमा गएको थियौँ भन घाममा हामी बाहिर आएको होइन ढल्ला जस्तो भइसकेको छ कि यस्तो गर्मी छ ल हेर्नुहोस् त गर्मीले गर्दा अन्डी चाहिँ यसरी थुचुक्कै बस्नु भएको छ कि त्यहाँ अब किन बस्नु भन्दाखेरि गर्मी धेरै भएर ल हेर्नुहोस् त यो पुरा राफले तातेर यस्तो भएको छ गाउँ पुरा यस्तो भएको छ खडेरी लागेको छ र यहाँ पानी पनि परेको छैन कि पानी नपर्नेको कारणले गर्दा यस्तो भइरहेछ ल हेर्नुहोस् त भाइ पनि यसरी साइकलमा आएको छ गर्मीमा पुरै पसिना भएर उसको ड्रेस हुन्छ नि ड्रेस नै पसिनाले भिजेर एकदम सेतो वाइट भएको छ ल हेर्नुहोस् त अब यो ग्राउन्ड हेर्नुहोस् पानी नपरेर पुरै कस्तो भएको छ सुक्खा लागेको छ कि यस्तो भएको छ यहाँ हेर्नुहोस् ल यहाँ चाहिँ अन्डी फेरि बाख्रा चराउन आउनु भएको रहेछ ल हेर्नुहोस् त ओहो यस्तो हालत भएको छ क्या गाउँघरको पानी नै पर्दा छैन पानी परेको अलिकति हरियाली हुन्छ हरियो घाँस उम्रिन्छ त्यो वातावरणै छैन पानी जुन दिन पर्छ त्यति पानी परिसकेपछि 2-4 दिनपछि हरियो घाँस उम्रेपछि पो बल्ल वातावरण पनि चिसो हुन्छ अहिले चाहिँ यो खजुर मनोकामना चोकमा को यो नजारा हेर्दै हुनुहुन्छ तपाईँहरूले यस्तो छ कि यहाँ